दर्शकवृन्द यति बेला चाहिँ हामी दृश्यमा देखिरहनु भएको छ। दर्शकवृन्द यति बेला हामी चाहिँ कविता तामाङलाई हस्पिटल लिएर जाँदैछौँ र लगभग हस्पिटल नै पुग्न लागिरहेको छ र त्यहाँ के कस्तो हुन्छ त्यो विषयमा पनि सम्पूर्ण जानकारी दिनेछौँ र हामीले चाहिँ अहिले आर्थिक अवस्था एकदमै कमजोर भएको कारणले गर्दाखेरि अहिले थोरै मात्रै उहाँको आर्थिक सहयोग उठेको छ र जति पनि यो हाम्रो भिडियो हेर्दै हुनुहुन्छ सम्पूर्णले भिडियोलाई सेयर गरिदिनु होला, सक्नुहुन्छ भने सहयोग गरिदिनु होला पनि भन्न चाहन्छु र के कस्तो हुन्छ अपडेट गर्दै जाँदैछौँ हजुरहरूले भिडियो। दर्शक पनि यति बेला हामीले कविता तामाङलाई चाहिँ काठमाडौँको हस्पिटलमा ल्याएर आइसकेका छौँ। साथमा हुनुहुन्छ उहाँको फुपू पनि हुनुहुन्छ, छ्यामा पनि हुनुहुन्छ, आन्टी पनि हुनुहुन्छ र हामी यहाँ अब के रहेछ कसो हुन्छ यहाँ डाक्टर साहबसँग सरसल्लाह गर्नेछौँ र उपचारको लागि चाहिँ कहाँसम्म कुरा पुग्छ त्यो पनि सम्पूर्ण अपडेट गर्नेछौँ र अहिले यति बेला चाहिँ उहाँको आर्थिक अवस्था एकदमै कमजोर भएको कारणले गर्दाखेरि सहयोग पनि थोरै उठेको कारणले गर्दाखेरि हजुरहरूले यो भिडियोलाई सक्दो सेयर गरिकन चाहिँ तपाईँहरूले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण हामी आशा पनि गर्दछौँ र हामी हस्पिटलतर्फ भित्र पसिरहेको दृश्यमा देख्न सक्नुहुन्छ। एकछिन पछि सम्पूर्ण जानकारी हामी तपाईँलाई दिनेछौँ र डाक्टर साहबसँग कुरा गर्नेछौँ। डक्टरले हेर्छ पहिला कति वर्ष अगाडि आएको थियो यो हस्पिटल पहिला? 2 वर्ष कि 4 वर्ष? 4 वर्ष होला। 4 वर्ष अगाडि। 4 वर्ष अगाडि हजुरले नै लिएर आउनुभएको होइन यो हस्पिटलमा होइन? तपाईँ लिएर आउनुभएको पहिला चाहिँ किन उपचार हुन सकेन एकचोटि बताइदिनु त। पहिला पैसा नभएर है, घरको अवस्था अब आमा मात्रै रहेछ, बाउले अब यही हस्पिटलबाट बाउले बेडमा छोडिराखेर गएको हो। हो हेर्नु त यही हस्पिटलबाट रहेछ। ल हामी हस्पिटल जाउँ ल। पनि यति बेला हामी काउन्टरमा छौँ, जुन एउटा बिल नयाँ आउनेछ र हामी यहाँ पैसा पे गर्नेछौँ र हामी डाक्टरलाई भेट्न जानेछौँ। दर्शकवृन्द अस्पतालको बेडमै बुवाले छोडिसकेपछि यी बहिनीको बिजोग भएको थियो र आमाले दुःख सुख उपचार गर्दै थिइन् तर आमा पनि एकदमै छाला रोगी भइसकेपछि एकदमै पीडित भएको अवस्था थियो र यी बहिनीलाई कसले उपचार गर्ने भन्ने विषयमा सबैजना अन्योल थियो र हामीले भिडियो प्रसारण गरिसकेपछि केही सहयोग रकम जुट्यो। जम्मा सहयोग रकम 3,54,000 रुपियाँ चाहिँ सहयोग रकम जुटेको छ र कविता बहिनीलाई चाहिँ अस्पताल लिएर आएका छौँ जहाँ चाहिँ उनको मुटुको भल चाहिँ फेर्नुपर्छ भनेर आजभन्दा 6 वर्ष अघि नै डाक्टरले भनेका थिए र उहाँहरूसँग पैसा भएको भए सायद आजभन्दा 6 वर्ष अगाडि नै फेरिसक्थ्यो होला। तर यतिका वर्षसम्म किन ढिलो भयो भन्ने विषयमा त हामीले यो पुरै नगर्दा पनि हुन्छ र अब 6 वर्षपछि पनि के मुटुको भल फेर्नुपर्छ या पर्दैन, अपरेसन हुन्छ हुँदैन, गर्नु मिल्छ मिल्दैन केही थाहा छैन। हामी अन्धाधुन्ध अस्पताल आएका छौँ, गङ्गालाल हस्पिटल जाँदैछौँ। अहिले हामी काठमाडौँमा ट्याक्क आइपुगेका छौँ र उनको आमा चाहिँ किन आएन भन्ने विषयमा उहाँसँग सोध्छु। मम्मी चाहिँ किन आएन? मम्मी बिरामी हुनुहुन्छ, अस्ति भर्खर दबाई ल्याएको छ अनि दबाई अब लाउँदै गर्नुपर्छ, लाग गर्नुपर्छ, लाइरहनुपर्छ, त्यसैले मम्मी नआउनु भएको होइन। र यहाँ चाहिँ तपाईँ चाहिँ को पर्नुभयो? उसको दिदीको बहिनी हो, म मेरो दिदी हो। भनेपछि तपाईँको दिदीको छोरी? हजुर, कविता तामाङ। हजुर होइन, उहाँ आउनुभएको छ यहाँ कवितालाई रुङ्नको लागि र अब अपरेसनै गर्नु पऱ्यो भने कति दिन बस्नुपर्ने त्यो पनि थाहा छैन। र आज चाहिँ हामी ठ्याक्कै यो सिलौटी रिसोर्टमा आएका छौँ जहाँ चाहिँ हाम्रो मदन लिम्बू हुनुहुन्छ, उहाँको रिसोर्ट हो र उहाँले नै हामीलाई यहाँ बस्नको लागि चाहिँ प्रदान गर्नुभएको छ। उहाँलाई धेरैभन्दा धेरै धन्यवाद र यो रिसोर्टको दृश्यहरू पनि म तपाईँहरूमाझ देखाउँछु। यस्तो राम्रो ठाउँमा उहाँले राख्नुभयो र कविता बहिनीको चाँडोभन्दा चाँडो चाहिँ रिकभर होस्, स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। श्याम सर, हामी त अब आइपुग्यौँ होइन, अब तपाईँलाई चाहिँ कस्तो लागिरहेछ? अपरेसन होला नहोला, पैसाले पुग्ला नपुग्ला? पैसा त अब योभन्दा अगाडि नै उसको 6 वर्ष अगाडि नै 7-8 लाख लाग्छ भन्ने कुरा गर्नुभएको छ उसको मम्मीले भनेको थियो। अनि त्यहाँबाट अब अहिले अब के हुन्छ, अब कति लाग्छ भन्ने त अब हामीलाई यकिन
थाहा भएको छैन। अब हस्पिटल जाउँ पहिला होइन, तर पैसा त कमै उठेछ। अब 3,54,000 त छ हामीसँग। आशा छ कि अब उहाँलाई भर्ना गरिसकेपछि, कवितालाई भर्ना गरिसकेपछि स्वदेश तथा विदेशबाट चाहिँ सहयोगी मन हुने सहयोगी दाताहरूले चाहिँ केही सहयोग गर्नुहुन्छ भन्ने पनि आशा छ मलाई। र अब हामी अहिले चाहिँ गङ्गालाल चाहिँ हिजो आइसकेर अब जाने उस तयारीमा छौँ र पैसा चाहिँ एकदम कमै उठ्या छ। अब जे भए पनि उसको अपरेसन गर्नुपर्छ भनेपछि अपरेसन त अब ठुलै मान्छेको पनि हुन्छ, उसको ढिलाइ त भएकै हो। र उसको मम्मी पनि बिरामी भएकोले उसको मम्मी आउन सकेन। उसको मम्मीको पनि छाला रोग, त्यो पाइल्स, पत्थरी के अनि अस्ति दबाई हामीले लिँदै थियौँ। अनि उसको चाहिँ डेली नुहाउने र दबाई लाउने पर्ने भएकोले उसको मम्मी नआएकोले उसको मम्मीको बहिनी कान्छी चाहिँ बिरामीलाई रुङ्ने ल्याएर हामी आएको छौँ। अब हस्पिटल गएपछि अब डाक्टरले के भन्नुहुन्छ होइन, कुन खालको डिसिजन दिनुहुन्छ, त्यो डिसिजन चाहिँ हामी त्यहीँ गएर लिनेछौँ। र अब कविता बहिनी काठमाडौँ त आइपुग्यो, अब एकछिनमा हस्पिटल पनि जाँदैछौँ, कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। राम्रो लागिरहेछ? डर चाहिँ लागेको छ कि छैन? डर अस्ति राति चाहिँ लागेको थियो, आज लागेको छैन। अस्ति राति चाहिँ के डर लागेको थियो? सबैहरूले कस्तो कस्तो भनिराख्नु भएको थियो अरूहरूले पनि। अनि त्यति बेला चाहिँ डर लागिरहेको थियो। अनि कोहीले चाहिँ भन्नुहुन्छ राम्रो गरेर आउनु, कसैले भन्छ के गर्नुपर्छ, अब त्यस्तै भन्नुहुन्छ। कस्तो के गर्नु पर्दैन, सबै कुरो हस्पिटलले गर्ने हो होइन। अनि त्यहाँ के हुन्छ कसो हुन्छ तपाईँलाई त त्यहाँ उपचार गर्नु पो लगेको त होइन। त्यही भएर तपाईँले टेन्सन चाहिँ नलिनु होला है, बुझ्नुभयो। र सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मन सहयोगी हातहरूलाई चाहिँ एकचोटि कविता बहिनीको लागि पनि हात बढाइदिनु होला भन्न चाहन्छु। हामी अस्पताल जाँदैछौँ अन्धाधुन्ध, अब कति खर्च आउँछ त हामी अस्पतालबाट त्यहाँ बुझेर पनि म तपाईँहरूमा जानकारी गराउने छु र यी बहिनीलाई बचाइदिनु होला भन्न चाहन्छु। हाम्रो विक्रम सर पनि हुनुहुन्छ, केही कुरा भन्दै हुनुहुन्थ्यो तपाईँले? म चाहिँ के यता यहीँ आएर भन्नुहोस् न। सर्वप्रथम त स्वदेश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली सहयोगी दातालाई म यहीँबाट नमस्कार पनि भन्न चाहन्छु र सल्युट पनि गर्न चाहन्छु, किनकि आजसम्म तपाईँहरूले सहयोग गरेर ती बच्चाहरूको भविष्यहरू है, धेरैजना बच्चाहरूको भविष्यहरू बनाइराख्नु भएको छ है। र उहाँहरूको चाहिँ ती अँध्यारो जिन्दगीबाट उज्यालो जिन्दगी दिनुभएको छ, त्यस कारणले म धन्यवाद दिन चाहन्छु। त्यसै गरी आज हाम्रा बहिनीको नाम बिर्सिहाल्छु म चाहिँ, कविता बहिनी हेर्नुहोस्, उहाँको एउटा भर्खरको उमेर छ, कति वर्ष पुग्नुभयो? 15 वर्षको उमेरमै यति ठुलो रोग किन? हेर्नुहोस्, भगवान छ भन्छन्, तर भगवान भनेको तपाईँ हामी नै हो यसो सोच्नु पर्दाखेरि। किनकि तपाईँ हामीले सहयोग गऱ्यौँ भने यी नानीको नयाँ जिन्दगी दिन सक्छौँ। र भर्खरको उमेर छ हेर्नुहोस्, अब उहाँको अझै भविष्य बनाउनै पर्नेछ, जिन्दगीमा धेरै गर्नुपर्नेछ है। त्यसै कारणले गर्दाखेरि पक्कै पनि तपाईँहरूले यी कविता बहिनीलाई त्यसै माया मार्नुहुन्न भन्ने पनि आशा गर्छु र सहयोग गर्नुहुन्छ भन्ने धेरै हामी आश गर्छौँ, किनकि थोरै तपाईँहरूको सहयोगले यी 14-15 वर्षका कविता बहिनीको जिन्दगीमा एउटा चाहिँ उहाँको जिन्दगी बन्छ भने, उहाँले नयाँ जिन्दगीको सुरुवात गर्छ भने पक्कै पनि सहयोग गर्नुहुन्छ भन्ने आश गर्छु। र म कविता बहिनीलाई नै सोध्न चाहेँ, अब तपाईँ हस्पिटल आइसक्नु भएको छ अहिले काठमाडौँ होइन, लगायत हामी तिनीहरू टिमै आएका छौँ र पैसा पनि खासै आर्थिक सहयोग पनि धेरै त उठेको छैन। अब त्यो 2-3 लाख उठेको छ होइन, त्यो 2-3 लाखले त हस्पिटलमा खासै के पो हुन्छ र, केही पनि हुँदैन होला होइन। अझै पनि चाहिँ सहयोगी मन सहयोगी दातालाई है, कर्म दिने आमा बुवा हुनुहुन्छ देश विदेशमा, उहाँहरूले सहयोग माग्दाखेरि कसरी माग्नुहुन्छ? हजुरहरूले सहयोग गरिदिनु भएको होस्, अझै पनि सहयोग गरिराख्नु भएको छ, अझै पनि सहयोग गरिदिनुहोस् भन्न चाहन्छु। बाँच्न मन छ नि सबैलाई होइन? बाँच्न धेरै मन छ। आमालाई अस्ति अफ क्यामेरा के भन्नुहुन्थ्यो, आमालाई हेर्नुपर्ने छ, आमा धेरै दुःख पाउनुभयो,
आमालाई बुढेसकालसम्म साथ दिनु छ भन्दै के भन्दै हुनुहुन्थ्यो भनिदिनुहोस् एकचोटि। पाल्नु छ मम्मीलाई, हाम्रो लागि त्यति धेरै दुःख गर्नुभएको छ, अब आफूले पनि मम्मीको लागि गर्नुपर्छ भन्ने छ। तपाईँको लागि हिङ्गुरो पनि बेचेछन् होइन, खोलामा गएर गिटी कुटेछन्, हजुर के गर्यो मम्मीले भनिदिनुहोस् एकचोटि। मम्मीले निङ्गुरो पनि बेच्नुभयो, बलुवा पनि चाल्नुभयो, गिटी पनि कुट्नुभयो, होटेलमा भाडा पनि मात्नुभयो हाम्रो लागि, अझै के गर्नुभयो धेरै गर्नुभयो है। हजुर खानाकै लागि पनि हजुर होइन। हो तपाईँको अब उपचार गर्ने पैसा त कहाँबाट होस्, एउटा 10-15 रुपियाँको निङ्गुरे बेचेर होइन, हजुर त्यही खान लागि मात्रै भयो। बुवाले हस्पिटलको बेडमै छोडिदियो, छोडिदिनु भयो। तर माया त लाग्छ होला नि त बुवाको, लाग्दैन? जब चाहिने बेला बाबाले छोडेर गइसक्नु भयो, अब माया लाग्दैन त, लाग्दैन। लागेर पनि के गर्नु, त्यही पनि लाग्दैन। जब चाहिने बेला छोडेर गएपछि माया किन गर्नु र। आमाको चाहिँ धेरै माया लाग्छ, रुनु पनि हुन्छ अरे घरि घरि कोठामा है। रुनु पनि हुन्छ। किन रुनुहुन्छ? मम्मी पनि बिरामी हुन्छ, मम्मी पनि त्यस्तो बिरामी हुन्छ, म पनि आफू बिरामी छु, बुनु पर्दैछ, टेन्सन लाग्छ। पक्कै पनि अलिकति बोल्न पनि जान्दैन है, धेरै बोल्नु पनि साहस बढ्छ, त्यही कारणले हामी सोध्न पनि खासै चाहँदैनौँ। र हेर्नुहोस्, यत्रो सानो उमेरको नानीको भविष्यको लागि हामी सबै चिन्तामा छौँ है। अब गर्ने भनेकै यहाँनिर हामीले हो, सरकारले गर्दैन। देश विदेशतिर सरकारले स्वास्थ्यदेखि लिएर शिक्षासम्म चाहिँ हेर्ने गर्छ होइन, तर हाम्रो नेपालमा गर्दैन होइन। सरकारले गर्नुपर्ने कामहरू हामीले गरिरहेका छौँ र पक्कै पनि अब आश नगरौँ सरकारको। हामी नै देश विदेशबाट चाहिँ एक हात मिली है, हात मिली चाहिँ हामीले सहयोग गऱ्यौँ भने पक्कै पनि यी नानीको उपचार हुन्छ होला। उपचार भएपछि हेर्नुहोस्, यो गुण र यो सहयोग कहीँ जाँदैन, किनकि अझै पनि त उहाँले पढ्नु छ, लेख्नु छ, आफ्नो भविष्य बनाउनु छ, आमालाई हेर्नु छ भन्दै भन्नुहुन्छ। अझै उहाँले संसार के हो है थाहै छैन, कसरी जिउनुपर्ने हो त्यो पनि थाहै छैन है। स्कुल पनि धेरै छुटिसकेको छ र पक्कै पनि तपाईँहरूको एक सहयोगले भने गर्छ नि, थोपा मिली खोला बन्छ, खोला मिली समुद्र बन्छ भन्ने छ नि, त्यसै गरी नै तपाईँहरूले सहयोग गर्नुभयो भने पक्कै पनि यी नानीको जिन्दगीमा उज्यालो छाउँछ होला भन्ने पनि आश गर्छु। र हजुरलाई म सोध्न चाहेँ, हजुर चाहिँ उहाँको छ्यामा, हजुरको घर चाहिँ कहाँनिर हो? मेरो घर त भुटार हो। हजुर भुटार। हजुरको शुभ नाम? मिना तामाङ हो। मिना तामाङ। र उहाँहरूले जुन यो नानी बिरामी भएको चाहिँ कहिलेदेखि तपाईँलाई थाहा छ? बिरामी भएको त 9 वर्षदेखि हो। 9 वर्षदेखि? हजुर। 9 वर्षदेखि किन उपचारै गरेनन् कि कसो? उपचार चाहिँ हल्का गरिराखेँ, तर खर्चहरू त्यति नभएर दबाईहरू मात्रै खाइरहेको छु। बुवा कहाँ छ थाहा छैन उहाँको अहिले? बुवा त थाहा छैन मलाई पनि। आमा चाहिँ बिरामी छ अहिले? हजुर। त्यही भएर आउनु पाउनु भएन, यहाँ आउनु भएन बिरामी भएर? हजुर। र यी नानीको बारेमा छन् धेरै चाहिँ सहयोगीदाता, सहयोगी मन, सहयोगी भावना हुनुहुन्छ देश विदेशमा। उहाँहरूलाई उपचारको लागि अहिले त खासै धेरै पैसा उठेको छैन। हामी पनि एउटा डर र त्रास यस्तो भइसकेको छ, लुते भइसकेको छ, घटिसकेको छ है। यो डर लागेर, त्रास लागेर मुटुको रोग भनेको चाहिँ, मुटु सम्बन्धी रोग भनेको एकदमै चाहिँ अब गाह्रो कुरा हो, गाह्रो रोग हो होइन, अप्ठ्यारो पर्छ यसले। त्यसै कारणले हामी डराएर एकैचोटि हामी काठमाडौँ आएका छौँ। पैसाको पनि एकदम आर्थिक अवस्था पनि हामीसँग अहिले कमजोर छ र स्वदेश विदेशमा उहाँलाई बचाउनको लागि सहयोगको अपिल गर्दा कसो भनेर भन्नुहुन्छ? अब सबैजना होइन, देश विदेशबाट पनि सहयोग गर्दोस्, अब यो छोरीको उपचार राम्रो होस्, अरूले जस्तै देशहरू हेर्नुहोस्, पढ्न पाओस्, त्यही भन्न चाहन्छु। त्यही भन्न चाहनुहुन्छ? श्याम सर,
हजुरले नै सुरुमा त अब उहाँको भिडियो उठान गर्नुभयो होइन तपाईँ हामी एउटै टिम बनेर अहिले काम गरिरहेका छौँ किनकि समाजको लागि गरिरहेका छौँ अहिले होइन समाजको लागि पनि हामी धेरै गरिरहेका छौँ स्थानीय सरकारले गर्नु नसकेका कामहरू गरिरहेका छौँ र विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरूलेदेखि लिएर सरकारले पनि धेरै आलोचना पनि गरिरहेछ हामीलाई है त्यो गरिराख्दा पनि हामी डराउँदैनौँ अब राम्रो काम गर्दाखेरि यस्ता नानीलाई बचाउनु भनेको है हाम्रो एकदमै ठुलो मानवताको धर्म पनि हो होइन र तपाईँले उठाइराख्दाखेरि चाहिँ हजुरसँग सहयोग आएछ होइन अब 2-3 लाख आयो त्यो 2-3 लाखले त हामीले त केही पनि हुँदैन होइन अहिले हामी अचानक डराएर चाहिँ त्रसित भएर यी नानी यस्तो अवस्था भइसक्यो खाना खाँदैन है खाना हामी हिजोदेखि खाना सँगै खाइरहेका छौँ है खाना यतिबाट खाँदैन खाना होइन र अहिले झन् साह्रो यस्तो अवस्था भइसक्यो हेर्नु हातहरू कस्तो छ सुकेर सानो सानो भइसक्यो साहस बढ्छ बेसी बोल्नु हुँदैन त्यही डरले हामी एक्कासी काठमाडौँ आएका छौँ होइन अब उहाँको लागि त केही सहयोगी भावना सहयोगी मनसम्म केही चाहिँ सहयोगको अपिल गर्न चाहनुहुन्छ होला नि के भन्न चाहनु सर्वप्रथम त हाम्रो तिनजुरे टिमलाई पनि धेरै धेरै धन्यवाद होइन हामीले सामाजिक सञ्जालबाट यो चाहिँ हाम्रो भिडियोहरू प्रसारण गरेर सम्पूर्ण स्वदेश तथा विदेशबाट हेर्नुहुने आमा बुवा तथा दिदीबहिनी तथा दाजुभाइहरूलाई चाहिँ म के भन्छु भने यो हामीले धेरैवटा अगाडिको पनि के अरे मिनाको अगाडि अनुको पनि र समीर सोनामको पनि सबैको उद्धार गर्दै आएको अझै पनि गर्दैछौँ तर यी कविता बहिनीको पनि एकदमै जटिल क्रिटिकल केस भएको हुनाले हामीले गर्दै जाँदा टिमहरू कहिलेकाहीँ तितर बितर यताउता भएर हामीले गर्दै गए पनि सबै हामी समाजसेवामै काम गरिरहेछौँ तिनजुरे टिम सबै समाजसेवामै गरिरहेछौँ काम र यी बहिनीको अहिले हामीले काठमाडौँ गङ्गालाल हस्पिटल मुटु रोग भएकोले त्यहाँ राम्रो हुन्छ भनेर यहाँ ल्याएको छौँ पहिला पनि ल्याउन त यहाँ ल्याएको रहेछ तर आर्थिक अवस्था उहाँहरूको चाहिँ एकदमै जिरो पनि जस्तै उहाँहरूको घर छैन उहाँहरूको जग्गा जमिन छैन जस्तै अहिले नै जग्गा नेपाल सरकारको जग्गा भयो भने एक टुक्रो जग्गा पनि छैन उहाँहरूको अनि उहाँहरू दिनै पछि चाहिँ उसको मम्मीले कमाउने ल्याउने छोराछोरीलाई खुवाउने बुवा त किनभने ठुलो रोग भएको हुनाले ऊ टाप दिइहाल्यो हस्पिटलबाटै भाग्नु भनेपछि त्यो बाउ चाहिँ निर्धायक बाउ हो कि म चाहिँ त्यसरी भन्छु र उसको मम्मीले यताउता गरेर खुवाउँदै गर्दा पनि अहिले मम्मी नै ऊ चाहिँ बिरामी भएर चाहिँ थल लिएर चाहिँ ओछ्यानमा बसिराख्नु परेको छ र नानीहरूको बिजोग भएको छ र यी नानीको चाहिँ अब 15 वर्षको नानीको यत्रो हात खुट्टा छ खाँदैन बिचरा ऊ आफै मुटु रोग छ अब जतिखेर जे पनि हुन्छ भनेपछि उसलाई अझै टेन्सन छ त्यो भएको हुनाले उसलाई एकदम उ छ र अहिले जुन हामीले चाहिँ उसको चाहिँ उपचार गर्न एक खालको तयारी गरिरहेछौँ र स्वदेश तथा विदेशबाट हेर्नुहुने सम्पूर्ण चाहिँ आमा बुवा तथा दिदीबहिनी तथा दाजुभाइहरूलाई म कविता बचाउँ अभियानमा तपाईँ हामी जुटौँ होइन थोरै पैसाले होइन थोरै सहयोग गरिदिनु भयो भने पनि हामी 3 करोड नेपालीमा 1 रुपियाँ जम्मा गर्दा त 3 करोड हुन्छ होइन तर कतिपयले गर्नुहुन्छ कतिपयले गर्नुहुन्न होइन सहयोगी मनसम्म हाम्रो यो भिडियो पुर्याउनको लागि हजुरहरूले लाइक कमेन्ट सेयर गरेर चाहिँ हाम्रो के अरे सेयरद्वारा चाहिँ अब यो सहयोगी मनसम्म चाहिँ पुर्याइदिनु होला र सकेको सहयोग पनि गरिदिनु होला किनभने यी नानीको भविष्य छ यो नानीलाई चाहिँ अब यतिखेर हामीले बचाउन सक्यौँ भने उसको चाहिँ एकदम राम्रो उसको पढ्ने हरेक कुरा गर्ने इच्छाहरू हुन्छ र यी नानीहरूको एक खालको उद्धार पनि हामीले राम्रोसँग क्या तपाईँहरूले गर्नुभएको खर्च पठाउनु भएको खर्च घाँस छोडेर खाने पैसालाई चाहिँ एक दिन खाजा नखाएर चाहिँ त्यो नानीको लागि पठाउँदै हुनुहुन्छ भने यो नानी चाहिँ ऊ बाँच्न सफल भयो भने भोलि के थाहा यी मान्छे नै भोलि अफिसर पनि हुन सक्छन् होइन त्यतिखेर हामीले हरेक कुरा चाहिँ तपाईँ हामीसँग चाहिँ जोडिन पुग्छ र कविता बचाउँ अभियानमा तपाईँहरू हामी सबैजना जुट्यौँ भने उसलाई बचाउन सकिन्छ र सबैजना हातेमालो गरेर जाउँ भन्छु म हस् धन्यवाद र अब अन्तिम चरणमा आएको छ किनकि हामी ढिला गर्दैनौँ किनकि हामी अहिले हस्पिटल तत्काल जानेछौँ र हामीलाई एकदमै अप्ठ्यारो
भन्दा पनि गाह्रो अवस्था भइरहेको छ अहिले आर्थिक अवस्थाले गर्दाखेरि हामीसँग थोरै रकम लिएर हस्पिटल काठमाडौँ जस्तो ठाउँमा एउटा हस्पिटलमा आएका छौँ जान लागिरहेका छौँ र ती सहयोगले खासै केही पनि हुँदैन ती रकमले खासै केही पनि हुँदैन जस्तो लाग्छ हामीलाई तैपनि हामी एउटा डर र तरास बोकेर आएको छौँ है हामी चाहिँ काठमाडौँको होइन हजुर अस्तव्यस्त सहर बालेन्साको सहरमा आइपुगेको छौँ र यहाँ नजिक सम्पूर्ण हाम्रो भिडियो हेर्नुहुने काठमाडौँ नगरपालिका के भन्छ महानगरपालिकामा आएको छौँ बालेन्साको सहरमा। यहाँ थुप्रै एउटा ठुल्ठुलो हस्पिटल छ। ठुल्ठुलो हस्पिटलले हाम्रो यस्तो यो चाहिँ गरिब एउटा कविता बहिनीलाई हामीले लिएर आएको छौँ। यहाँ नजिक चाहिँ हस्पिटलहरूबाट पनि अहिलेसम्म चाहिँ त्यस्तो अफर आएको छैन। यो भिडियो हेर्दै हुनुहुन्छ र उहाँहरूसम्म सेयर गरेर पुर्याइदिँदाखेरि त्यस्तो अफर आयो भने हामीलाई भनिदिनु होला भन्ने पनि भन्छु है। हाम्रो प्रत्येक भिडियोको स्क्रिनमा नम्बर छ, फोन गरेर हामीसँग जोडिनु होला पनि भन्छु म। जानुहुन्छ है धन्यवाद। र म अलिकति हजुरलाई भन्न चाहेँ फेरि पनि यही कुरा दोहोऱ्याएँ मैले है। यी कविता बहिनी हेर्नुहोस् 15 वर्षको मात्रै छ, अझै जिउनु छ उसले, अझै संसार हेर्नु छ, अझै बुझ्नु छ, अझै जान्नु छ, अझै जिन्दगी कटाउनु छ है। भर्खरको उमेर केही पनि थाहा छैन यो संसारमा को बारेमा है। सानै उमेर छ, डल्लै छ बाँकी भविष्य। तपाईँ हामी हात मिलाइकन यी नानीको उपचार गऱ्यौँ भने यी नानीले यो संसारमा कति मजाले जिउँथ्यो होला है। उसले जति पनि सोचिरहेको छ, जति पनि उसले सोचेको छ त्यो कुराहरू सबै पुरा गर्न पाउँथ्यो होला है पनि भन्न चाहन्छु। किनकि हेर्नुहोस् यी यस्तै भर्खरका भएका भर्खर चाहिँ आफ्नो भविष्य चाहिँ बनाउन नसकेका है, एउटा गरिबको चपेटामा परेका, यस्तै पीडामा परेकालाई भविष्य बनाइदिनु, त्यो गरिबको चपेटाबाट तानेर निकाल्नु भनेको त्योभन्दा ठुलो मानवताको धर्म केही पनि होइन। हामीले यी यस्तालाई चाहिँ किन हामी जान्छौँ चाहिँ मन्दिर किन चढाउँछौँ, खसी किन चढाउँछौँ, पैसा किन पुजारीले दिन्छौँ, लाखौँ करोडौँ, यी यस्तोको ज्यान बचाउन। पक्कै पनि यी यस्ताको ज्यान बचाइयो भने, यी यस्ताको लागि हामीले गऱ्यौँ भने पक्कै पनि यो तपाईँहरूको कामबाट कतै न कतैबाट आशिष मिल्नेछ। तपाईँहरूको सुस्वास्थ्य पनि राम्रो हुनेछ, तपाईँहरूको जीवन नै उज्यालो भएर जानेछ। तपाईँहरूको भविष्यमा पक्कै पनि तपाईँको भविष्यमा केही न केही सफलता मिल्नेछ। यस्ता नानीहरूको हामीले सहयोग भविष्यको लागि केही सोच्यौँ भने, उपचार गऱ्यौँ भने यी यस्ता नानीहरूको पक्कै पनि यही भन्न चाहन्छु। पक्कै पनि यो विश्वास गर्नु नभने एकचोटि उहाँलाई सहयोग गरेर हेर्नुहोस् र तपाईँको काम दाम र तपाईँको सुस्वास्थ्यमा लाभ पक्कै पनि हुनेछ। यो भन्दै अब हस्पिटल जानेछौँ भन्दै अहिलेलाई भने म विक्रमले बिदा हुन चाहेँ। हस्त नमस्ते सेवारो।